तर मिठो भयो है आज चाहिँ छुट्टै हुन्छ कि नाना हैन यो आगोमा फुलेको भएर भन्नु खानु हुन्छ अब त पाक्छ कान्छी त्यो भित्र लगे पनि पाक्छ हो भित्र खाऊ न तातो बिचरा कस्तो धेरै हो आज चाहिँ सबै क्रेडिट उसकै हो है मनुकै तर हैन नाना जस यो ठिक हुँदो रहेछ ल नमस्ते सबैजनालाई स्वागत छ सरिता खालिङ युट्युब च्यानलमा र आज चाहिँ विशेष चाहिँ सुँगुरको हैन सेकुवा चाहिँ रेडी हुँदैछ सेकुवा बनाउने म्याडम चाहिँ यता हुनुहुन्छ म्याडम हुनुहुन्छ अहिले चाहिँ उहाँको अनुहार पनि देखाउन है कति ब्युटिफुल हुनुहुन्छ सबै जति पनि भिडियो हेर्दै हुनुहुन्छ उहाँ सिङ्गल हुनुहुन्छ है सदा चाहिँ म सेकुवा बनाएर खुवाउँथेँ आज चाहिँ मिसहरूले खुवाउने हो मिसहरू यता सरहरूले आज दुईजनालाई सबैजनालाई नमस्ते फेरि पनि हैन ल यता सबैजनालाई हार्दिक स्वागत छ कलकलाउँदो हातले बनाएको सेकुवा चाहिँ आज खाइँदैछ सेकुवा खाना कहाँबाट आएको छ है विशाल र म स्पेसली स्पोन्सर बाई उसकै घरमा विशेष धेरै धेरै धन्यवाद उहाँलाई सधैँ नै यसरी सधैँ बोलाउनु होइन यतिको वेलकम तपाईहरुलाई हुनुहोस् सधैँ नै मनकारी होई 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 अब कसरी पोलेर दिन्छ बिचबिचमा क्लिप जोड्दै जाम्ला यो चाहिँ टक्क हैन यहीँनेर बस्ने अनि खरानी मुख तर भित्र पर्यो यो धेरै भयो हैन यो आदि भयो भने चाहिँ यसरी राख्नु मटी तेल छ छ मटी मटी तेल हालेर बाल ल यो पनि छ सिटिविटी शङ्खरापुर बहुप्राविधिक शिक्षालय बोला बोला काठमाडौँको यति राम्री मान्छे मेरो नानाले चाहिँ अब आफ्नो अनुहार नदेखेर यहाँ भाइको कुच्चेको अनुहार चाहिँ देखाइराख्नु भएको छ चाहिँ अब सबैले चाहिँ अब मलाई चाहिँ चिनिराख्नु भएको छ विशेष नानालाई चाहिँ हेर्नुपर्छ खै म देखाइदिन्छु अफरोड बाटो थियो अनि अहिले चाहिँ कति वर्ष भयो त्यो चाहिँ मलाई चाहिँ थाहा भएन तर पनि अहिले त्यस्तो हाइवे बनेको चाहिँ यता पर चाहिँ के ठाउँ पो जान्छ साकु अनि उता के भन्ने साकु अनि के भन्ज्याङ भन्ने कार्तिके अनि जहाँ पनि जान्छ नि हो त उता उतिर जाने सबै ठाउँ हो नगरकोट पनि यताबाट पनि पुग्छ यस्तो राम्रो छ पौवा सबै ठाउँ पुग्छ मैले त्यो के भने जर्सिङ पौवा के भन्नु त्यही भएर जान्छ सबै दर्शन पौवा कार्तिके जाने यता छुट्छ कार्तिकेबाट माथि गयो भने नगरकोट पुग्छ ओके यस्तो छ सबैभन्दा मलाई यो जङ्गलभित्र जान मन छ म धेरै त्यही त है यो पारी जङ्गलमा गएर दाउरा खोज्नु पर्ने है दाउरा होइन गुराँस चाहिँ फुल्छ यो जङ्गलतिर गुराँस फुल्छ है एक दिन हाइकिङ जाऊँ न गुराँस फुल्ने ठाउँमा हुन्छ यस्तै त छ जिन्दगी भिडियोहरू चाहिँ हामी 1 मिनटको बसाइमा छौँ है हामीलाई युट्युबर हुन पनि विभिन्न कन्टेन्टहरू क्रिएट गर्ने क्रममा चाहिँ आज हाम्रो मनु राई म्यामकोमा चाहिँ आइएको छ आज अफिसकै माथिपट्टि तर राम्रो ठाउँ रहेछ यहाँनिर विशेष चाहिँ म पाहाडतिर बस्ने मान्छे भएर चाहिँ मलाई पाहाडको डाँडा काँडा चाहिँ हेर्न एकदम रमाइलो लाग्छ र यस्तो यस्तै छ यो चाहिँ के को रोटी यो पर देखेको चाहिँ तपाईँहरूकोतिर के भन्छ हाम्रोतिर उत्तिस भन्छ है उत्तिस भन्छ यो चिलाउने अनि त्यहाँदेखि यो माथिको चाहिँ के को अफिस हो थाहा भएन मम्मीले हाम्रोबाट सागको बिरुवा लिएर रोपेको क्या आप्पाले दिनुभएको थियो तेरो साथीले साग खायो कि मार्यो भन्थ्यो यस्तो बनाएछ पसिना गुन्द्रुक पनि लागेछ गुन्द्रुक त राम्रो लाउनु पर्यो नि त मलाई यो मौसम यो अहिलेको छ नि हाम्रो के ऋतु भन्छ नि अहिले यो अहिलेको कुनै मन पर्दैन सुक्खा हुन्छ क्या यो सबभन्दा भदौ असोज अहिले चाहिँ ठ्याक्कै यो फेरि साह्रै जाडो पनि होइन साह्रै गर्मी पनि होइन ठिकै लाग्छ हौ मलाई उयो पर चाहिँ तपाईँले देखिराख्नु भएको छ बाँस हो बाँस है त्यो चाहिँ बाँस हामी मान्छे हो यस्तै छ चाहिँ 32-25 तरिकाले विशाल झर्दैछ लडी चाहिँ नझर मेरो हिजो खुट्टा बिगारेको छु अहिलेसम्म टेक्नु भएको छैन खै त सेकुवा पोल्ने मान्छेहरूले त अनि कोइला त छर्लक्कै छोडेर गयो त अनि के पारा हो कतिखेर सेकुवा खुवाएर घर पठाउँछ होला मलाई मट्तेल हालेछ हाल्न चाहिँ
खै मलाई डर लाग्यो है यत्रो हावा चलेको छ सम्पूर्णलाई मनपर्छ होला गुन्द्रुक। यो चाहिँ गुन्द्रुक रे नेपाली नै छैन होला सायद होइन। अनि हाम्रो मनोजीले चाहिँ ट्याक्कसँगले आफै पछाडि साग उत्पादन गरेर आफै लगाएर होइन यो चाहिँ ससेज जस्तै छ त सिन्की हो। जागरीले त जागरीले यार यो केटी यतिको मिहिनेत गरेर चाहिँ बनाउनु भएको छ होइन एकदम अमिलो छ बहुत टेस्टी छ भनौँ न। हावाले माटो हाल्यो नेपालको झन्डा आज चाहिँ हामीले जुन भिडियो सुट गर्दै गरेको दिन चाहिँ आज चाहिँ विशेष होलीको दिन है यहाँ। ए होली भयो आज होइन ह्याप्पी होली सबैजनालाई बिचमा भन्यो माइन्ड नगरिदिनु होला। जोडी जोडी हिँडेछ जोडी जोडी हिँड्नु पर्यो हुनेको सबैको देख्छु उनीहरू त 4 जना कि 5 जना जोडी शिखरको बाटोमा आफ्नो त भाग्य छाट्यो नि मरै पनि के भने जस्तो रामकृष्ण ढकालको गीत आयो होइन। यस्तै त होला नि होइन यस्तै त होला खै कसरी खुवाउँछ है खुवाऊ है आज बुढी मान्छेलाई तपाईँ त्यस्तो कुरामा पर्फेक्ट हुन्छ थाकिसकेको खुवाउँदा खुवाउँदा अब चाहिँ अहिले खुवायो भने चाहिँ खाने साह्रै मिठो बनाउनुहुन्छ अरे भनेर चाहिँ कुरा भइरहेछ। अनिदो भएर केही गर्न मनै छैन यसरी खाने प्लान हो आज मिसिनमा नखाने रे भाइ बहिनीहरू। मेसिनमा भन्दा पनि यो सबै स्वाद चाहिँ हुने रहेछ क्या अर्ग्यानिक हो नि त अब उसले कोइलामा मरुले अचार बनाउँछ अनि यत्तिकै खाने त होला। तर यो पाक्नलाई एकदम धेरै टाइम लाग्छ कुन त कहिले लाग्छ छिटो बनाऊ है छिटो खाएर त्यति साह्रो हतार नगर्नु न। यो सकेर हामी अर्को ठाउँ के कुन ठाउँ घुम्न जाने पनि प्लान छ हेरौँ है। घर चाहिँ कहिले जाने घर सधैँ गएको होइन हुन्छ बनाछन् ओके तँबाट चाहिँ उज्यालो लागेको छ के ल विशाल कस्तो लागिरहेछ सेकुवा यो आज मेरो पनि फर्स्ट टाइम होइन फर्स्ट टाइम हो होइन। अब जस राम्रै हुन्छ भन्ने मलाई लागिरहेछ राम्रै हुनुपर्छ हामीले बनाइसकेपछि। बिस्तारै बस्छु न साग पनि धोइसक्यो सलाद साग मजाले अनि छोटो छोटो क्लिप देखाउँछु पाकेपछि देखाउने अब टक्कसँग एक्लै त के यस्तो ट्राई गर्नु हामीलाई बोलाउनु होइन विशाल ट्राई गर्नु त हो सही हो ट्राईमा के ट्राई मार्नु छ हामीलाई बोलाहाल्ने यो अचार चाहिँ खतरा छ पिरो पनि छ पिरो होला है धेरै ठिक्कले लगाएको तर पनि ठुलो बनाऊ विशाल हामी युट्युबर हो युट्युबर खानुभन्दा पहिले हामी भिडियो बनाउँछ रिल्स बनाएर पनि हाल रिल्स भन्दा नि सर्ट भिडियो मेरो चाहिँ यता साग छ यता काँचो मासु पनि छ अलिकति यहाँ रेडी भइरहेछ यहाँ हाम्रो विशालजी हुनुहुन्छ अन्त हाम्रो ठुल दिदी भन्ने पनि भयो हाम्रो सबैको दिदी आम भाइरल दिदी अब अर्कोले यही ल्यायो अनि फेरि हाम्रो म चाहिँ हाल्दिनँ तर यो सेलायो त किन खाउ न विशाल ल सुरु गर्नु त ल नानी यसरी खायो त अब चाहिँ आउँदैछ ल स्टार्ट दिन्छ डरेका दामी छ त पाक्नु चाहिँ पाक्यो नि चेक पनि गर्नु खाऊ भनौँ ओके यो पनि लिनु चाङ्गी हाल्छु नि कस्तो राम्रो नाना तपाईँ केमा फलेको त्यो हाम्रो होइन हाम्रो अलिक सानो सानो बडाले ल्याइदिनु भएको थियो मैले चाहिँ बोकेर ल्याइदियो आप्पाले खोइ भन्छ घरमा छ फ्रिजमा पनि छ सानो सानो पात छ क्या हाम्रो चाहिँ यस्तो गर्ने यसरी खाने हो नि के को चम्चा यस्तो गर्ने यस्तो हाल्ने अस्ति मलाई विशालले कसरी खाएको साग भन्थ्यो नानाले साग खाएको हेर यस्तो गर्ने विशाल खाएको पनि खिच्नु पर्ने ओके जाऊ राम्रो ए हेलो यो चाहिँ नानाको स्टाइलमा है यसमा खाएको देख्यो भने हुँदैन यसमा खाएर देखाइरहेको दुई ठाउँबाट गइरहेछ यो त भिडियो यो चाहिँ लाइभ यो युट्युबर भएर चाहिँ प्राइभेट जिउने ऊ चाहिँ गयो क्या अब तर हाम्रो कसले चाहिँ देख्छ धुवाले
बिस्तारो गर न कान्छी खाऊ न आफै पाक्छ त्यो यस्तो मात्र गर्ने पठाउने भन न खानु यहाँ ढोकामै बस्नुपर्छ एकदमै अब पानी पर्ला जस्तो भयो थोपा थोपा झर्दैछ मलाई चाहिँ पानी परेर मासु कहाँ खानेन कि घर कसरी झर्ने हुन्छ यो के गर्नु भएको भन्नु खानु अब त पाक्छ कान्छी त्यो भित्र लग्यो पनि पाक्छ पाक्छ हुन्छ भित्र खाऊ न तातो बिचरा कस्तो धेरै हो अब त हामी त खानुभन्दा ठुल्ठुलो पानीको थोप्ला झर्दैछ यत्रो यत्रो आकाशबाट वेदर चाहिँ यस्तो भइरहेछ आमा सेकुवा खाने दिन पनि जोडेछ हामी चाहिँ बाहिरबाट पानी पर्यो भित्र प्रेसर चलिरहेछ मिसले के मिस भन्छ खुच्चीहरूलाई अनि पोल्यो आज चाहिँ सबै क्रेडिट उसकै हो है मनुकै तर होइन नाना यो ठिक हुँदो रहेछ राम्रो हुने रहेछ है टेस्ट पनि राम्रो क्या आगोमा पोलेको एउटा जाली हुन्छ नि जाली जाली मर्मत गर्दा होइन त्यो पनि गरिराख ल अनि बोलाऊ ल अनि यहाँ यस्तो छ बाहिर पानी परेर यस्तो खाने मान्छेहरू यस्तो छ गममा खाऊ न छिटो तर यो नेपालीहरूले चाहिँ होइन यो नेपालीहरूले चाहिँ सबै कुरा चाहिँ नकल गरिरहेको अब तिमी खाएको हेरिरहेछौ मैले तिम्रो कथा सुनिरहेको छु खाएर देखाऊ एकचोटि पहिले अनि बोल यसरी खाने सिस्टम नेपालीहरूले खाएको थिएन नि त कोही नेपालीहरू कोरिया गए अनि कोरिया गएर चाहिँ ती नेपालीहरूले सिके तिनीहरू सिकेर आए पछाडि यहाँ नेपालमा पनि यसरी खानुपर्छ भनेर उनीहरू स्ट्यान्डर्ड बने फेरि तिनै हो फेरि होइन हामीले नकल गऱ्यौँ तिनका यो वास्तवमा यो यति राम्रो छ कि छैन त्यो अब यहाँ नराम्रो ल खानुस् मनु खानुस् हजुर खानुस् ल तिमीले खाएको त भिडियोमा कैद गर्न खोज्या फेरि पनि नकल गरेर खायौँ ल नकल गरेर खाऊ के गर्नु कसरी खाने रे ल खाएकै देखेको छैन कसरी मिठो छ लजाइ खायो गीत आइहाल्छ नि बिचमा गायक भाइहरू छ ल नगरी मुखमा मुला पो गर्नु नपर्ने आज विशेष रमाइलो भयो जस्तो होलीको दिन अनि हाम्रो मनु मिसलाई धेरै धेरै धन्यवाद मिस र दिदीको म्याडम विशाल त घरि म्याडम म दिदी चाहिँ भन्ने मिस भन्छु होइन सोल्टी नि भन के जान्छ र जसो भएर रमाइलो भयो विशेष धन्यवाद उहाँलाई अनि फेरि इन्भाइट गर्नु यसरी मासु लिएर विशाललाई म आइहाल्छु अब चाहिँ कालेलाई पनि समेट्ने एकदिन ढिरो खानुपर्छ ल मुखबाङ गरौँ ल सबैको च्यानलमा हाल्नु ल मासु हामी लिएर आउने तिमी लिएर होइन त्यसमा टेन्सन नगर्नु न होइन ल मिलाम एक दिन ल है त थ्याङ्क यू ल सबै आज चाहिँ हामी पनि अब खायौँ पानी धेरै आएको थियो अनि हतार हामीले सेकुवाभित्र लग्यौँ होइन तर पानी रह्यो उदो घरतिर चाहिँ पानी परेको छ अरे अब हामी चाहिँ घर जाँदैछौँ म विशाललाई छोड्दै घर जान्छु उदो कस्तो हुँदैछ थाहा छैन त्यही भएर अहिलेसम्म हाम्रो भिडियो हेरिदिनु भयो तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु अनि जे जस्तो छ प्रतिक्रिया छोड्नु होला हस् त अनि हाम्रो झन्डा साकुको झन्डा बाई बाई